सो गाइस यस्तो स्मेल आइरहेछ नि यहाँ किनभने आगोको स्मेल आइरहेछ कि भन्नु छैन मलाई त पनि ठाउँ जस्तो भइसक्यो यो चाहिँ तलदेखि बाफ आइरहेछ गाइस हामीसँग ढिलो आयौँ कि कृषि सन लगाइसक्यो होइन यहाँ मिल्दैन यहाँ अब फुल सानो राख्नु खिचा पाएनौँ हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल स्मिथ शिवान्तिमा सो आज गाइस धमाकेदार हाम्रो भ्लग भिडियो हुँदैछ होइन आज हामी चाहिँ यति राम्रो ठाउँ घुम्न जाँदैछौँ त्यो चाहिँ मैले भन्दैन हजुरहरूले भिडियोको टाइटल हेरेर त थाहा पाइसक्नु भयो होला हामी कहाँ जाँदैछौँ भनेर यहाँ हाम्रो दादा हुनुहुन्छ बाटो हुँदैछ म खाँदैछु होइन यहाँदेखि हाम्रो बाटो चाहिँ 2.5 इयर है मेरो साथी है क्लासको साथी बोलाउँदै कि अब हेलो नमस्ते गाइस हजुरलाई शिवानीको च्यानलमा वेलकम छ हामी चाहिँ यहाँ तोरी जान लागेको होइन तोरी भन्नु चाहिँ वासरुम हो अनि हामीले आफ्नो कार्ड त राखेका छौँ सब मेरो मोडलहरू साथीहरू त गइसक्यौँ यहाँदेखि हजुरहरूलाई ब्यागको सिन देखाउँछु कस्तो खतरा छ है अलिअलि नेपाल जस्तो छ हेर्नुहोस् है यो हेर्नुहोस् आए फोटो सुट र टिकटक बनाउन आएको छ यहाँ डाइरेक्ट थाहा पाउनु भएछ बिसाउनुहुन्छ हामीलाई त्यहाँ दिदीहरू मेरो साथी अनि भिडियो बनाउँदैछन् हामी आइसक्यो दाइ लास्ट रिसाउनु भयो होला है यहाँ 1 घन्टाभन्दा बढी भइसक्यो कि हामी त्यहाँ तोरीभित्र भिडियो बनाउनु लागेको पनि प्यारी गइसकिनु त होइन यहाँ हेर्न सक्नुहुन्छ हामी बिच बाटोमा रोकेको हो हाम्रो कार छ त्यहाँ दाइ रिसाउनुहुन्छ यो चाहिँ म क्याप्चर गर्छु यो सिन चाहिँ म क्याप्चर गर्छु दाइ अब एक के भने उहाँ दुर्दिन गर्दै हुनुहुन्छ हामी आइसक्यौँ जापानको जङ्गल हो अनि सबैले कस्तो राम्रो छ है दिदी कस्तो लागिरहेको जङ्गलमा ड्राइभ लङ ड्राइभ हो घाँस काटेको याद आयो दाउरा काटेको याद आयो यस्तो उकालो साइकल चलाएको भने यस्तो उकालो राखेको मान्छेले साइकल लास्टै माथि आछौँ कि हामी लास्ट चाहिँ टप भोल्कानो आउने ठाउँ चाहिँ यहाँ निस्किन लाग्यो यहाँ 1 घन्टा भइसक्यो गाडीदेखि बिदाको अब हामी हिँडेर जाने 14 मिनट लाग्छ अरे रोक्नु म ज्याकेट लाउँछु गाडी हेरिहाल्छ नि लाउनु पर्यो गाडी कहाँ गयो दिदी हामीले केही बिर्सेको छैनौँ नि हामी त हिँडेर जान म यो बचाइयो यो भोल्कानो आउने ठाउँ पनि लास्ट टाढा रहेछ टिउल दान गाई यहाँ त माथि घामै आइरहेछ हेर्नुहोस् त बाफ आइरहे त्यहाँबाट प्यारी के गर्दैछ प्यारी रासम होइन यो जाम भएर हिँडेर जान लागेको पुग्दैन हेर्नुहोस् गाई त बाफ आइरहेको छ त्यहाँबाट यो धुवा हो कि बादल जस्तो लागिरहेको है हेर्नुहोस् त ए फुजी सान माउन्टेन यो ऊ त्यहाँ केबल तार आइरह नेपालको चन्द्रगिरी जस्तो छ यार सेम जापानको सबैभन्दा ठुलो हिमाल एयो माई गोड हेर्नुहोस् त गाइस पुरै बाफ आइरहेको के हेर्न सक्नुहुन्छ मान्छेको पिछिरहेको छु ओ माई यस्तो राम्रो लागिरहेको मलाई त हाको नि जियो मुस के हो खै स्मेल आइरहेछ नि यहाँ किनभने आगोको स्मेल आइरहेछ कि भन्नु छैन मलाई त पनि ठाउँ जस्तो भइसक्यो कहाँ जानुको दिदीलाई खोज्दैछौँ हामी ओ माई गड गाइस दिस इज द भ्यू है म देखाउँछु जसलाई दिस इज अ रियल प्लेस हाकोने मेरो चाहिँ तलबाट बाफ आएको हेर्नुभयो ओ माई गड यो दिस इज द भ्यू यो चाहिँ तलदेखि बाफ आइरहेछ हेर्न सक्नुहुन्छ कस्तो राम्रो गाइस यहाँ चाहिँ लास्टै चिसो भइरहेछ है सो गाइस हामीसँग ढिलो आयौँ कि कृषि सन लगाइसक्यो होइन यहाँ मिल्दैन यहाँ अब फुल सानो राख्नु खिचा पाएनौँ
दिदी तपाईँलाई के भन्नुभयो तपाईँलाई कस्तो लाग्यो त्यहाँ गएर त्यहाँ गएर त राम्रो लाग्यो तर फोटो पनि खिच्नु पाएन धेरै भिडियो पनि बनाउनु पाएन ढिलो पुग्यो केही भएन अब हामी अर्को ठाउँ पनि जाने भइरहेको छौँ अहिले है सो त्यो ठाउँ पनि बब्बाल्नै हुन्छ भनिराख्नुलाई सो अहिले चाहिँ हामीहरू खानेकुरा लिन आएको छौँ कम्बिनीमा हेर्न सक्नुहुन्छ मेरो दुईजना साथीहरू त्यहीँ गाडीमा बसिरहन् दिदी म दाइ हामी आएको छौँ यो चाहिँ आइसक्रिमको सेक्सन हेर्न सक्नुहुन्छ आइसक्रिमहरू यो चिकनहरू हेर्न सक्नुहुन्छ यो चाहिँ जापानमा चाहिँ मान्छेहरू लास्टै बिजी हुन्छन् सो यस्तो यस्तो खाना खान्छन् क्या प्याकिङ गरेको हेर्न सक्नुहुन्छ यो राइसहरू यस्तो प्याकिङ गरेको हुन्छ चिकनहरू के खानुहुन्छ जुसहरूमा हेर्दै हुनुहुन्छ दिदी जुसहरू केही सो हामीले यो किन्यौँ खानेकुराहरू चिकन पनि हाम्रो आउँदैछ दिदी तपाईँको लागि चिकन धेरै भोक लगाएर वेट गर्न सकेनौँ सो यो खाँदैछौँ है दिदी उता आउनुभयो म चाहिँ यता छु अनि चिकन नखाएन कि हाम्रो चाहिँ त्यही भएर चाहिँ जुस खाँदैछौँ अनि हामी जानको चाहिँ उता सिन्कोबु हो त्यहाँ यस्तो राम्रो ठाउँ छ गाइज होइन यस्तो राम्रो ठाउँ छ नेपाली भाइब्स आउँछ त्यहाँ हेरेर त्यो ठाउँमा गएपछि म बस्ने गाडी त हेलो सिस यो 2025 लाई एन्डिङ गर्नको लागि हामी आज लागि परिरहेका छौँ हाम्रो 2025 चाहिँ एकदम खुसियालीमा एन्डिङ भइरहेछ है त कस्तो खतरा जति यो टोकियोमा जति माथि सहर छ नि जमिनमुनि सहर छ जमिनमुनि अघि हाम्रो अन्डरग्राउन्ड माथि आएको त नि के यो बिचमा के रहेछ यार यस्तो यो चाहिँ मेरो आफ्नै ससुराली हो जेठी बुढी अवस्था मेरो सातरा बुढी हो एउटा त्यो हो दाइ हात दाइ प्लिज हात तल अब यहाँ खतरा बिल्डिङ हुन्छु म ससुराली हो त्यही हो मेरो जेठी बुढी घरै हो यस्तो मन पर्यो मलाई त्यो वाक वाक हामी त टोकियोमा छ गाइस Shinjuku. This is Shinjuku. Oh my god. Shinjuku. Wow. खतरा छ बिल्डिङ सो गाइज हामी टोकियो आफ्नो डेस्टिनीमा पुग्न लागिसक्यौँ सो गाइज मैले हजुरहरूलाई टोकियो सहर घुमाउँदैछु अब तपाईँ यहाँ त पसिहाल्नु के चाहिँ किन्नुहुन्छ नेट के अरे घाँटीको चाहिँ किन भन्नुभयो लिपस्टिक हो हाम्रो मेकअप चल्दैछ म नि लाउने है दिदी लिपस्टिक ओए खुल्ला रहेछ फेरि यो कस्तो भयो भयो या के किन्नु भयो वाउ नाइस यहाँ टोकियोमा एन्ट्री गर्ने बित्तिकै दाइको ल्याङ्ग्वेज चेन्ज भइसक्यो के दाइ खै बोल्नु न दाइ Oh, beautiful girl. I'm looking beautiful ladies. Oh my god, त्यस्तो नभन्नु न फेरि मार्लान् Yes, what? हो हाम्रो डेस्टिनी यहाँ हिरोनीहरू गर्ल अफ माई ग्याङ हिँड्दैछन् टोकियोमा रहेको खाडे गुड अफ टाइम्स रेस्टुरेन्ट नेपाली भाइ सेम ओहो यहाँ त जान्दैछन् है यस्तो रहेछ हेर्नुहोस् न गाइस सेम नेपाली भाइकै जापानमा पनि हेर्न सक्नुहुन्छ पुरै यस्तो राम्रो छ यस्तो राम्रो अझै मैले पुरै देखाउँछ है हामीले के गर्नेछ भने गाइस यो चाहिँ हाम्रो मेन्यु रहेको छ हेर्न सक्नुहुन्छ है फुड मेन्युहरू नेपाली खाजा नेपाली तासुहरू पाइन्छ सो हामी अर्डर गर्छौँ यहीँमध्ये केही न केही
हामीहरू बाहिर आइसकेछौँ होइन भित्रबाट। सो रमाइलो धेरै भयो, धेरै रमाइलो भयो। अहिले हामीहरू रुम फर्किदिन्छौँ, सबैजना सुतिरहेछन् थाकेर। कस्तो लाग्यो आजको ट्रिप? राम्रो लाग्यो? यही खुसीमा अब सुत रामरी ल प्यारी ल। सो फाइनली गाइज हामीहरू रुममा पुगिसक्यौँ। एन्ड आजको भ्लग हजुरलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला र तल सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई, सी यु अगेन लेटर।